हेलो हेलो नमस्ते जोरले सन्चै आरामै हुनुहुन्छ। हामी पनि अहिले सन्चै छौँ। हामी पनि सन्चै छौँ। अहिले हामी ठ्याक्कै स्वयम्भूको डाँडातिर अब भ्रमण गर्न बिहानीको भ्रमणमा हामी अहिले आउँदैछौँ है। स्वयम्भूको डाँडातिर छौँ। यता देखाउ न र यता हाम्रो पुर्खली बाजे बजै अरे त बाटोमा माथि त सानो देखाउ न कुन्टे कति राम्रो है। यहाँबाट जाउँ। कहाँ यहाँ कुनबाट जाने यताबाट जाने कि उता जाने कुन चाहिँ कहाँ जाने त्यही हानेर जाने हुन त अनि यता फेरि आजभोलि यस्तो दिएछ है। हरन ब्रिज हो कि तिमी भोकै हो ल खोइ साथीहरू आउनुहोस् है आउनुहोस्। यसले चाहिँ के के गरिरहेको देखाएको है बिहान बिहान त लिची जाउँ हामी माथि डाँडातिर लाग्यो। साथीहरू लाइक कमेन्ट सेयर पनि गरिदिनु होला र साथीहरूले सब्सक्राइब पनि गरिदिनु होला। ल अब हामी डाँडातिर लाग्यो। है अब ल हेर्नुहोस् हाम्रो राधे काठमाडौँको शरणम यता र यहाँ नि एउटा सानो पुगेको छ त्यत्रो उस होइन अनि त्यो ठ्याक्क त्यो पैसा डबल चेन्ज गर्छ भने आचेर फुत्त आफ्नो उइस मागेर त्यहाँ हाल्यो भने त्योभित्र बसेर उइस पुरा हुन्छ कि यहाँ छ। अनि घुम्न नि यस्तो ठाउँ हो कि कहाँ यहाँ कसरी पुरा हुन्छ यहाँ एउटा उठ्यो कि अहिले त्यस्तो भइसक्यो ए पैसा जति सबै पानीमा बर्बाद। मलाई पैसा देखेँ एकदम लोभ लाग्छ साथीहरू। पहिला पहिला आउँदा यस्तो दामी सफा थियो क्या यहाँ औँठी पनि भाडा रहेछ नि सुनको। हेर न औँठीहरू यहाँ भुइँमा हेर न। ठ्याक्कै यस्तो उयसमा आफ्नो अब के मलाई फेरि साथीहरू औँठी पैसा देखेपछि एकदम लोभ लाग्छ। यस्तो उँधो पुग्नुपर्छ कि मेरो 10वटामा एउटा पुगेको थियो कि पैसा पुग्छ त त्यहाँ हाल्नु। सिक्का उँधे पुग्छ के ल साथीहरू ल साथीहरू कति राम्रो हो यो मैले जिन्दगीमा पहिलोचोटि देखियो है यस्तो खाले। त्यो यसले जिम्नास्टिक हानेर आएको हेर्नु त हो पुरा ओटाङ टाङ परेर। यताबाट जाने ल ल साथीहरू हामी आइपुग्ने लागेको छौँ है उकालोमा स्वयम्भूको डाँडामा। अहिले सिँढी चढ्दै हो हामी बड्डाबड्डीहरू। तर थाकेर लोभ भइयो यार। यो पारीको के हो यो गुम्बा जस्तो छ अल्को ठाउँमा हो। बाटोमा यस्तो राखेर छ नि त बस्ने ठाउँ रेस्ट गर्ने ठाउँ क्या। ल अब बुढी हिँड्न नसकेर स्याहाँ फ्याँ भइसकेको छ गाइजहरू। ल चिया खाने हो कि ल यता बुढी आउँदैछ। गाह्रो भएछ यार। हो ल हामी आइपुग्यौँ है साथीहरू। हामी आइपुग्यौँ स्वयम्भू मन्दिर। मको गाउँहरू किनेर अलिअलि यसो छरिदिनुपर्छ है। स्वयम्भू मन्दिर आइपुग्यौँ है त साथीहरू। यो टाक्ला टुक्लो राख्नुको कारण के हो मलाई म त पहिलोचोटि आएको काठमाडौँ। काठमाडौँ त होइन स्वयम्भू चाहिँ स्वयम्भू चाहिँ यो सबै आफू आफूले
मुसुल बौद्ध धर्ममानीहरूले सबैले आफ्नो अनुसार राखेको क्या अँ, होइन ल विश्व शान्ति उहाँको श्री स्वयम्भूनाथ ल साथीहरू अब सेम्बु पनि आयो अब भोक पनि लाग्यो भोक लागेको जस्तो छ चिया सिया कतै छैन यता जानु भित्र दर्शन गरेर आउनु कता भित्र दर्शन नगराउनु फोटो नखिच र भित्र एकचोटि दर्शन गरेर आउनु जानु हो ल म दर्शन गर्न तेरो लागेँ साथीहरू ल भित्र चाहिँ गर्न दिनु फेरि हाम्रो चिया चाहिँ के भयो त आफ्नो जिल्लो हुन्छ होइन मिठो बनाएर